आज हाम्रो चाहिँ भैरवकुण्डको यात्रा होइन। हिँडिरहेको छु भैरवकुण्डको यात्रामा। के भने यार बाइक लिएर आएको, बाइकै तल अड्क्यो। 2 जना मात्रै थियो, 2 जना थिए, 2 जना सिङ्गल आएको। यो 2टा बाइक लिएर यो एउटा बाइक त तलै छोड्नु पऱ्यो, जङ्गलतिर छोइरहेको छु। एउटा चाहिँ लिएर आएको। बिजोक छ भैरवकुण्ड बाटो। हेर नि त्यस्तो छ हो, बाटो नै डेन्जर छ, जङ्गलको बाटो एउटा छ। बाइक नै जाने ठाउँ छैन क्या। हेर्नु नि यस्तो छ, गाह्रो छ। यो बाइक पनि अब माथि लान सक्दैन होला, यसको नि अब क्लच प्लेट जाला जस्तो गरिसक्यो। क्लच प्लेट जाला जस्तो भइसक्यो। अनि धेरै तात्यो होइन, हिट भयो, गाह्रो छ। अब घुम्नुको लागि आउँदाखेरि चाहिँ गाडी आउनु, गाडीमा तर त्यही पनि 4Wheeler गाडीमा आयो भने चाहिँ हुन्छ होइन। यो बाइक यो सानो कार यिनीहरू चाहिँ खासै हिँड्नु सक्दैन। स्कर्पियो पनि हिँड्नु सक्दैन। हिँड्ने भनेको महेन्द्रको बोलेरोहरू हिँड्ने हो, अर्कोहरू त हिँड्नु सक्दैन। कि त ल्याउनु पऱ्यो थार, यस्तो ल्यायो भने चाहिँ अब सक्ला। अर्कोहरू चाहिँ भन्न सक्दिनँ होइन।